हामीले एउटा बताइदिनुहोस् कि नरसिंह मठको इतिहास के छ यस्तो? नरसिंह मठको इतिहास तपाईँको यो पहिला परापूर्व कालदेखि नै तपाईँको यो नरसिंह मठको नाउँ देवताको नाउँबाट चाहिँ नरसिंह मठ सञ्चालन भइआएको रहेछ होइन। यो लिच्छवी कालदेखि नै रहेछ। यो 5 पाण्डव गुप्तवास बसेको ठाउँ यहीँ नजिकै छ। सो समयदेखि अभागै चाहिँ यहीँबाट चाहिँ त्यो 5 पाण्डव गुप्तवास बसेका ठाउँमा पनि पूजाआजा गर्ने चलन रहेछ। यहाँको इतिहास सुन्दाखेरि अब मैले पनि थाहा पाएँ अनुसारको यो लिच्छवी कालदेखि भएको देखिन्छ। अब लगभग 1400-1500 वर्ष अगाडिदेखि नै यो मठ रहेछ। अब यो मठहरू तपाईँको धेरै पटक चाहिँ भत्किने पातलो हुने सिस्टम पनि भएको रहेछ है। मुख्य चाहिँ अहिले 90 सालको भैँचालोबाट चाहिँ यो मठ मन्दिरहरू धेरै पुरानो भएको हुनाले भत्केर गयो होइन। त्यसमाथि अहिले संरक्षण भइआएको थियो। त्यसमा पनि फेरि 45 सालको भैँचालो र अहिले हाल 72 सालको भैँचालोले गर्दा यो मठ सबै तहस नहस भएर पुरानो संरचनाहरू सबै नोक्सान भयो। र यसमा यो मठमा चाहिँ पहिला तपाईँको 5वटा गजुर थियो। अहिले चाहिँ यहाँ 2टा गजुर छन् होइन। गजुरहरू भत्केर पातल भएर गयो। अब हामीले अब अरू बनाउन सकेनौँ। अब अहिले यहाँ 2टा भयो। मन्दिरको 3टा छ। अब यहाँ पनि थियो 2टा यतापट्टि साइडमा थियो मैले देख्दाखेरि पनि त्यस्तो थियो। अब हजुरसँग अब हामीले सोध्नु पर्यो भने जस्तै नरसिंह मठको त्यस्तो प्रमाण के छ, इतिहासको प्रमाणहरू? अब त्यहाँ लगतहरू छ तपाईँको होइन। नरसिंह गुठीको चाहिँ लगत पनि छ है तपाईँको छ। अब त्यसमा पनि अब राणाहरूको पालामा पनि अब सन्तानले खानु भनेर लिखित गरिदिएको प्रमाण पनि छ। अनि हामीहरूको चाहिँ पहिला अब 3वटा मठ थियो हुँदैन के। एउटा खोपासी मठ, एउटा तपाईँको बागेश्वरीमा छ। हाम्रै खोपासी मठ चाहिँ कहाँ छ? यो खोपासी मठ भनेको यही हो। अनि एउटा बागेश्वरी भनेको चाहिँ बागेश्वरीमा छ मठ, त्यहाँ पनि छ। अनि एउटा मठ चाहिँ विराटनगर चतरामा चाहिँ बराह क्षेत्र चतरामा पनि छन्। त्यहाँ पनि हाम्रै दाजुभाइ छन्। यो बागेश्वरीमा पनि हाम्रै है त्यहाँ पनि हाम्रै दाजुभाइले चलाइरहेका छन्। अब यहाँ पनि हामीले चलाइरहेका छौँ। अनि एउटा कुरा चाहिँ जस्तै नरसिंह मठमा यस्तो के छ कि महत्त्वपूर्ण के छ जो मान्छेहरूलाई आम जनताहरूलाई थाहा छैन, आम मान्छेहरूलाई होइन। अब यो तपाईँको पहिला 16 सालसम्म सबैलाई थाहा थियो हुँदैन के। अब पहिला यहाँ राणाहरू पनि आउँथे, बस्ने खाने शिकार खेल्न जाने पनि मैले सुनि आएको अनुसार त त्यस्तो थियो। यो 16 सालसम्म राम्रैसँग चलेको थियो होइन कि। जहाँ त तपाईँको यसको चाहिँ यो गुठीको जग्गाहरू 500 रुपैयाँ थियो हजुर। 500 रुपैयाँ 300 रुपैयाँ खेततर्फ 200 रुपैयाँ पाखो बारी थियो। त्यसमा तपाईँको 132 रुपैयाँ पनौती जलविद्युत योजनामा पर्यो हुँदैन के। 85 रुपैयाँ जग्गा अब सस्तो मूल्यमा चाहिँ रैकट परिणत भएर गयो है। अब पाएको 200 रुपैयाँ चाहिँ त्यसै छ बाँकी नै छ। अब अरू यसो रैकट गर्न नसक्नेहरूको यसो धेर थोर अलिअलि बाँकी छ। र यो गुठीको चाहिँ 16 सालभन्दा अगाडि राम्रोसँग चलेको थियो। त्यति बेला तपाईँको सालको 200 मुरी धान आयस्ता आउँथ्यो, 45 मुरी गहुँ आयस्ता आउँथ्यो। अनि त्यसबाट चाहिँ यो गुठीको सञ्चालन हुन्थ्यो। पूजाआजा जात्रा पर्व सबै सञ्चालन हुने आएको थियो। अब बाँकी रहेको यसो अलिअलि बाँकी रहेको महन्तले चाहिँ गुजरा गर्ने चलन थियो। अब जहाँ त 16 सालदेखि त्यो पनौती जलविद्युत योजनामा जग्गा पर्यो त्यसपछि यो मठको अस्तित्व समाप्त हुन गयो है। अब त्यसको लागि गुठीको संरक्षणको लागि श्रीपाँच सरकार महाराज महेन्द्र सरकारबाट चाहिँ गुठीको जग्गा योजनामा परेमा जग्गै सट्टा दिनु भन्ने
ठोस प्रमाण आदेश दियो। हजुर तर त्यसमा तपाईँ के गर्यो भने अब बिचका अब कर्मचारीहरूले अब बाजेसँग चाहिँ मोटो रकम मागेको थियो। अब बाजेले आफ्नो व्यक्तिगत सम्पत्ति नभएर यो गुठीको भएको हुनाले म यत्रो रकम दिन सक्दिनँ, यो भए पनि गुठीको हुने हो, म यत्रो रकम दिन सक्दिनँ भन्दाखेरि राजाको हुकुमलाई चाहिँ पन्छाएर उनीहरूले आफूसी निर्णय गरेर मोहीहरूलाई जग्गाधनीले पाउने पैसा पनि मोहीहरूलाई वितरण गर्थे। त्यसैलाई अहिले तत्काल यो स्थानीय सरकारले केही सहयोग सहयोग गरेको छैन भन्नुहुन्न। नगरपालिकाबाट यो एउटा टस एउटा निमारो हो। यो मन्दिर बनाउँदाखेरि 1 लाख रुपियाँ सहयोग पाइयो। अब अरू चाहिँ अब हामीहरूको आफ्नै सम्पत्ति अब यसो चिनजानी भएका व्यक्तिहरूसँग सहयोग मागेर यो मठ मन्दिरको संरक्षण गरिरहेका छौँ। हामीले आफ्नो सम्पत्तिलाई सिध्याएर मुद्दा मामिला लड्यौँ। हेर्नुहोस् अहिलेसम्म 2 पैसा हामीले पाएको पनि छैन। यो नरसिंह मठ भगवानको पुरानो मूर्ति त्यस्तो के ऐतिहासिक चिनो केही छ पुरानो त्यतिरको? पुरानो शिष्यहरूमा चाहिँ अब अहिले मैले थाहा पाए अनुसार पनि 2 चोटि चोर लाग्यो। हजुर माथि भगवानको मूर्तिमा चाहिँ चोर लाग्यो। अब त्यहाँ के थियो कसो थियो, अब ऊ बेलामा एउटा शक्ति नै थियो के। पुजारीहरूले पनि तपाईँको त्यो शक्ति त्यो एउटा क्याम्पो छ, त्यो क्याम्पोभित्र देउता राखेको थियो। त्यो हेर्नुहोस् डराउँथ्यो पहिला। यहाँ तपाईँको यो त्यहाँ पर त्यो अहिले मोटरसाइकल राखेको ठाउँमा ढोका थियो एउटा, हुँदैन कि मूल ढोका भन्थ्यो। त्यो ढोकाबाट भित्र छिरेपछि मात्रै मान्छे आउने, नत्र नआउने। हुँदाखेरि यहाँ भाँडाकुँडा यताउति राख्दा पनि हराउँदैन थियो पहिला। जहाँ त अब तपाईँको त्यसो भयो, अब देवता चोरी भयो। अब त भगवान् नारायणको अरू देवता पनि चोरी भएर तपाईँको चोरले चोरेर लयो। उहाँ बनेपाको चाहिँ टुकुचा खोलामा पूर्णिमासी खोलामा लगेर फालिदिएछन् त्यहाँ। पछि त्यहाँ फेला पऱ्यो, फेरि ल्याएर राखेको, रथ यात्रा गरिकन ल्याएर राखेको। त्यस्तो कुनै घटना छ तपाईँ आफैले देख्नु भएको यो नरसिंह मठ सम्बन्धीको के त्यस्तो घटना? यो नरसिंह घटना मैले चाहिँ देखेको छैन। अब हाम्रो बाजेले भनेको सुनेको, अब यहाँ महन्त बस्ने गद्दी थियो पहिला, हुँदैन कि त्यो गद्दीमा बाहिरको मान्छे बस्नु हुँदैन थियो है। बस्दाखेरि त्यहाँ टेकबहादुर उदास भन्ने थियो एउटा, त्यसले चाहिँ अब हाम्रो बजै चित्रकुमारी भारतीले यहाँ बस्नु हुँदैन भन्दै नमानेर म के हुन्छ भने गएर बस्दाखेरि अब त्यो मान्छेलाई चाहिँ अब यस्तो गर्दनमा समातेर घोक्राउँदै ल्याएर ढोकाबाट बाहिर निकालिदिया भन्ने नि सुनेको छु। अब यहाँ पहिला यसो चोर आयो भने यो घन्टा पनि बज्थ्यो, हुँदैन कि यो घन्टा बज्थ्यो। ऊ यहीँ माथि त्यहाँ एउटा घर छ सूर्य भक्तपुरी है, उसका चाहिँ बाहिर मकैको कुन्यु लगाएको थियो, हुँदैन कि त्यो भरते भन्ने त्यहाँ तल बस्थ्यो। त्यहाँ बस्थ्यो। उसले एक दिन राति आएर मकै चोरेछ है। मकै चोर्दाखेरि अब यो घन्टा टङ्ग्रङ बज्यो। अब हाम्रो बाजे त्यो कोठामा सुत्नुहुन्थ्यो, अनि उतापट्टि कौसी थियो पहिला, हुँदैन कि कौसी थियो। कौसीमा निस्केर यसो हेर्नुभएछ, अनि घन्टा बजेपछि यसो बाहिर निस्केर हेर्नुभएछ। हेर्दाखेरि त्यहाँ मकै चोर्या देख्नुभएछ है। अनि ए गोविन्दे भन्नुभएछ है। मकै चोर्यो भन्नुभएछ। त्यसपछि त्यो मान्छे आएर लुचुक आएर त्यहाँ बाटामा पहिला काँडा बाटो थियो, त्यो निल काँडा भन्थ्यो, त्यसको झ्याङमा आएर लुक्यो है। त्यतिकै भयो। त्यसको हप्ता 10 दिनपछि यही मठमा आएको थियो। तैँले फलानु दिन मकै चोर्या होइन भनेर भन्दाखेरि हो मैले मकै चोर्या हो, उसो हराम मकैको थाङ्रो छ है, मैले मकै खान पाइनँ, चोर्या हो भनेर भने। पहिला अब तपाईँको यहाँ बनेपादेखि अब काठमाडौँदेखिका मान्छे आउँथ्यो। नरबहादुर भारती अब बिहान उतापट्टि अहिले फलेचा बनाएको छ नि, हो त्यस्तै फलेचा यता अब थियो। यता बिहान यता बस्नुहुन्थ्यो, 2 बजेपछि उतापट्टि बस्नुहुन्थ्यो।
है यहाँ त भक्तजनहरू त सधैँ आइराख्नुहुन्छ धेरै भिड भइरहेको छ यहाँ होइन होइन यहाँ भक्तजनहरूले चाहिँ पूजा गर्दाखेरि के चाहिँ माग्नुहुन्छ उहाँले चाहिँ के चाहिँ प्रार्थना गर्नुहुन्छ उहाँ भक्तजनहरूले चाहिँ भक्तजनहरू आउनुहुन्छ नि यहाँ के चाहिँ पुकार्नुहुन्छ के चाहिँ उहाँले चाहिँ भगवान के चाहिँ उहाँले चाहिँ के गर्नु मनोकामना चाहिँ के चाहिँ गर्नुहुन्छ मनोकामना यही हो तपाईँको अब हामी इच्छा सिद्धि होस् भन्छौँ होइन भन्छौँ चाहिँ अब जति सरकारले कसैले सहयोग दियो भने लिने पनि हो दिएनन् भने यथाशक्ति होइन यथाशक्ति गर्ने हो अनिखेरि यहाँ यहाँ मेरो बेटाहरूले आउँदाखेरि पुजारी भन्ने हुनुहुन्थ्यो हजुर ठुल्दै ठुल्दै हामीलाई त्यहाँ जान दिनुहुन्न हाम्रो बुवा आमाले त्यहाँ के भगवान् हुनुहुन्छ भने ठुलै साप अनि ठुलै साप मैले देखेको 3 चिज देखेँ के देख्नुभयो त भने एकखेर 5वटा टाउका गरेर झर्को थियो अरे एकखेर चाहिँ नि बत्ती बलेर उज्यालो उहाँले सपना देख्नुभयो साँच्चीकै दर्शन पाउनुभयो साँच्चीकै उहाँले चाहिँ अब के भयो भन्नु छ के नि हुनुहुन्छ भने मैले सोच्दाखेरि हामीलाई जानै दिनुहुन्न बुवा आमाले गाली गर्नुहुन्छ हजुर। त्यतातिर गयो भने भन्नुहुन्छ हजुर किन ठुल्दै भन्दाखेरि हामी पुजारीलाई ठुल्दै भन्थ्यौँ हजुर बुढो त को भइसक्यो गइसक्नुभयो उहाँ है अनि त्यसो भन्दाखेरि दुलै साहब मैलेदेखि 3 खेर पूजा गर्न त्यो कोठामा हाम्रो शिर पञ्चमी अनि खेर जेठको द्वितीया 3 खेर पूजा गर्न। दसैँमा योगी लामो दाढी भएको योगी चाहिँ नि झ्याम्पाबाट यसरी टाउको चाहिँ नि बाहिर रे जिउ जति भित्र गरेर बसिराख्नु भएको रहेछ अरे अनि मैले देखेँ त्यति 3 चिज हो दुलै साहब त्यही हो अनि अनि मठ चाहिँ अब सञ्चालन गर्न अनिखेरि तपाईँको मेरो बाजेले भने सुनेको है उहाँ बाजे चाहिँ यहाँ 12 बजेपछि यो त पहिला यो धनसार घर थियो बुझ्नु के धान राख्ने अन्न राख्ने घर थियो यो भण्डार थियो के तपाईँको पहिला हो यो भण्डार थियो 12 बजेको समयमा 1 तारे बजाएको आवाज आयो अरे टुङ 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 गरेको आवाज आयो अरे अनि हाम्रो बाजेले कहाँ के भएछ भनेर यसो यताबाट ढोका थियो यताबाट पसेर यसो पस्दाखेरि पसेर स्वर सुन्दै जानु अरे स्वर सुन्दाखेरि अब यो भनौँ न ऊ बेलामा जटासटा पालेको है अब जोगी भनौँ न जोगी जस्तो भएर बसेको अब यो खुट्टा यस्तो जलिङबाट चाहिँ तल खुट्टा खसालेर यसो हल्लाएर बसिरहेको थियो अरे अनि अब 1 तारे बजाएर अनि हाम्रो हजुरबाले चाहिँ गएर दुईटा खुट्टामा यसो ट्याप्प समाउनु अरे है त्यो समाउँदाखेरि त्यो अब जोगी भनौँ न अब देवता हो कि रूप हो कि अब जोगीको रूप हो अब के हो फुत्त गयो अरे फुत्त जाँदाखेरि हाम्रो बाजेको चाहिँ यो दुइटै हात चाहिँ फरफरायो अरे तपाईँको घाउ त्यस्तो भयो हो भन्ने सुनेको छु अब यो घन्टा कहिलेकाहीँ 1 घन्टा बज्छ है पहिला बज्थ्यो अब अहिले जहाँ त 16 सालदेखि पछि यसको अस्तित्व समाप्त भयो त्यहाँ पछि यहाँ 2-4वटा ठुला सर्प पनि आउँथ्यो पहिला यहाँ मैले पनि देखेको तपाईँको अब यहाँ पहिला 2टा चोक थियो एउटा यता चोक थियो एउटा चाहिँ यहीँबाट चोक चाहिँ यो मन्दिर क्षेत्रभित्र एउटा चोक थियो अनिखेरि सर्प देखिन्थ्यो अनि मेरै पिताले चाहिँ अब राति टोक्छ अब यहाँ त दैनिक पूजा गर्नु पर्ने टोक्छ भनेर झुम्रो बालेर कपडा बालेर अब यसो लामो लठीमा राखेर धबाएको मैले पनि देखाएको छु धबाएको अनि यो मठ मन्दिर चलाउन त अब खर्च दैनिक रूपमा त निकै खर्च हुन्छ हैन मठ मन्दिर चलाउन त खर्च त हुन्छ नि यसलाई खर्च व्यवस्थापन कसरी गर्नु भएको छ तपाईँ आफैले मात्रै गर्नु भएको छ कि कोही दाताले सहयोग गर्नलाई होइन अब अहिले कसैले अब यो सहयोग त कसैले पनि गरेको छैन अहिलेसम्मलाई होइन अब अहिले सहयोग गर्न चाहे पनि सहयोग लिनु भएको छ लिन चाहनुहुन्छ दियो भने लिने हो अब दिने हो यसै मठमा चाहिँ सदुपयोग गर्ने हो यसमा होइन कि तपाईँहरू सबैलाई स्वागत छ है अब भन्नु लागि सहयोग गर्न इच्छुक कोही हुनुहुन्छ भने किन देवताको मठ मन्दिरहरूको लागि चाहिँ कोही पुण्य कमाउन चाहनुहुन्छ भने तपाईँहरू सबैलाई स्वागत छ आउन सक्नुहुन्छ सहयोग गर्न सक्नुहुन्छ तपाईँहरूले त्यस्तै यो मठ मन्दिरको बारेमा के राम्रो पक्ष हुन्छ
केही गलत हल्ला पनि हुन्छ नि हुन्छ हुन्छ त्यो हुन्छ तपाईँले त्यस्तो तितो अनुभव के गर्नु भएको छ राम्रो के सुन्नु भएको छ छेउ छिमेकीहरूबाट स्वजनहरूबाट अब अहिलेसम्मलाई चाहिँ मबाट चाहिँ मैले अब पिता पुर्खाहरूले चलाउँदाखेरि अब झगडा पनि गर्थे हुन्छ नि कि अब यो जात्रा मात्रा यताउतिमा झगडा पनि गर्थे अब मठा कुद तिर्नु पर्यो भनेर मुद्दा पनि गरे है मुद्दा गर्दाखेरि पनि अब गुठीमा चाहिँ मुद्दा पर्यो मुद्दा पर्दाखेरि अब मठकै तर्फबाट चाहिँ फैसला भयो होइन त्यति बेला 50 जना झगडिया थिए है अब यसरी धान बुझाउनु पर्यो गहुँ बुझाउनु पर्यो अब भनेर चाहिँ झगडा पनि गरेको थियो अदालतमा मुद्दा पनि परेको थियो अब त्यो अदालतमा मुद्दा परे हुनाले सबै कामकाज चलाएको हुनाले मेरो बाजेको पालामा है अब चलाएको हुनाले गुठीकै तर्फ चाहिँ फैसला भयो है र पछि फेरि कुचहरू ल्याउने बुझाउने गर्न थाले पहिला पहिला त तपाईँको मैले सुने अनुसारको 1995 सालसम्म यो मठेबाट चाहिँ हरुवा चरुवा पालेर मठेबाट चाहिँ खेती गर्ने गरेको थियो अरे है अनि 1995 पछि जसले जसले कमायो उसको नाउँमा मोही दर्ता भयो होइन अब अलि मलजल गरेर सपार्नेहरूले अनि धेरै फलाउँथे अनि त्यो ऊ बेला अध्याय भन्थे है अलिक धेरै कुद तिर्नु पर्थ्यो मलजल नगर्ने यसो रेखदेख राम्रो नगर्ने अब जग्गा चाहिँ धेरै हो नि कुद चाहिँ थोरै लाग्ने भयो आयस्ता नआएपछि कुद थोरै लाग्ने त्यसै गरेर अध्यायमा चलाएको थियो पहिला पहिला धान मकै कोदो सबै लिने गरे रहेछ अब पछि अब धान र मकै मात्रै आयो धान र गहुँ मात्रै आयो गहुँ पनि 35 सालदेखि गहुँ पनि मिना भयो है अब धान पनि पहिला पहिला अब रोपनीको 18 पाथी 21 पाथी थियो अब अहिले 9 पाथी 11 पाथी छ गर्दै गयो अब सरकारले त्यस्तो गर्थ्यो अनि यस मठ मन्दिरसँग सम्बन्धित त्यस्तो के रोचक के त्यस्तो सुन्नु बुझ्नु भएको छ तपाईँ थाहा पाउनु भएको छ रोचक कहानी त्यस्तो के छ यहाँ रोचक सुन्नुपर्ने हामी आम सबैलाई थाहा पाउनु पर्ने यस्तो रोचक के छ यहाँ रोचक मठ मन्दिरको बारेमा त्यस्तो रोचक केही अनुभव गर्नु भएको छ तपाईँले अब अनुभव पनि जस्तो गरेको छ नि अब बाबुबाजे पालादेखि चलाएको छन् है अब आयस्रोत नभए पनि हामीले आफ्नो सम्पत्ति सकेर अब 60-65 वर्ष मुद्दा पनि गऱ्यौँ हुन्छ नि कि यही गुठीको संरक्षणको लागि है तर अब गुठी संस्थाले पनि वास्ता गरेन अब सर्वोच्च अदालतले पनि वास्ता गरेन है अब हामीलाई जिताउनु पर्ने ठाउँमा अब राजाको निर्णय अनुसारले गर्नुपर्ने ठाउँमा गरेन हेर्न है जग्गा सट्टा दिनुपर्ने जग्गा सट्टा पनि पाइएन मुआवजा पनि पाइएन अहिलेसम्म मुद्दा चल्दैछौँ हजुरको बुवा पनि हुनुहुन्थ्यो नि बुवा नाम के हो रामचन्द्र भारत अनि महेन्द्र राजासँग के थियो उहाँको महेन्द्र राजासँग त अब तपाईँको अब पहिला महेन्द्र सरकार यहाँ तपाईँको 13 सालमा यहाँ आउनुभएको थियो महेन्द्र राजा पनि आउनुभएको थियो यहाँ उयो स्कुल छैन यहाँ स्कुलै बारे यहाँ एउटा ऐतिहासिक स्थलमा चाहिँ महेन्द्र राजा पनि आउनुभएको थियो महेन्द्र राजा 13 सालमा आउनुभएको थियो त्यहाँ यो स्कुल छ अहिले त स्कुलले जग्गा मिचेर खाइदियो है त्यहाँ एउटा लाँखुर रुख थियो अब महेन्द्र सरकार आउँदाखेरि हाम्रो बाजेले काठको यस्तो राखेर चोयाले मेच बनाएर राजालाई स्वागत गर्नुभएको थियो रसायन विज्ञ हुनुहुन्थ्यो बुवा रसायन विज्ञ हुनुहुन्थ्यो रसायन विज्ञ उहाँ तपाईँको 16 सालमा पाउनु भएको 16 सालमा किन रसायन पनि हुनुहुन्थ्यो तोरीको तेलकोबाट चाहिँ रबर बनाउनु हुन्थ्यो तोरीको तेलबाट रबर बनाउनु हुन्थ्यो है उहाँ अब गिनी पनि पारो भस्म गर्नुहुन्थ्यो गिनी बनाउनुहुन्थ्यो है उहाँ औषधिहरू बनाउनुहुन्थ्यो अब टाइफाइड हुनेहरूलाई चाहिँ अब त्यो हर्रो बर्रो पिप्ला कण्ठकारीहरू त्यो काँडा मिसाएर हनी ज्वरो आउने मान्छेलाई पनि तपाईँको 1 पाना पानी बसालेर त्यसलाई पकाउँदा 1/4 जति बनाएर खानिदिएर अब हप्ता 10 दिनमा उहाँहरूले ठिक पार्नुहुन्थ्यो बुवाले त्यस्तो गर्नुहुन्थ्यो अब राजालाई 13 सालमा पनि यहाँ स्वागत गरे हो
21 सालमा पनि त्यहाँ पनौती जलविद्युत योजनाको उद्घाटन गर्दाखेरि स्वागत गरे हो त्यही बेला त्यो बाजेले हजुर बुवा चाहिँ कति सालमा बेच्नुभयो बाजे हजुर 2023 साल माघ 10 गते 23 साल माघ 10 गते अनि बुवा चाहिँ बुवा चाहिँ 56 साल 26 गते 26 गते अहिले मठ मन्दिर तपाईँले हेरिराख्नु अहिले मठ मन्दिर उहाँ बितेपछि अब सन्तान जनसन्तानले चलाइ खान पाउने हुनाले अनि त्यसपछि मैले चलाएको सबै व्यवस्था तपाईँले आफै गरिराख्नु भएको छ आफ्नो तपाईँले गरिराख्नु भएको छ अब कोही दाताहरूले इच्छुकहरूले चाह्यो भने दाता सहयोग गर्न चाह्यो भने स्वीकार्न तयार स्वीकार छ भने हामी चाहिँ स्वीकार छौँ यही मठ मन्दिरको लागि खर्च गर्छ अब यहाँ तपाईँको अब अहिले भनौँ न अहिले यो लोप भएको थियो 16 सालदेखि होइन आयस्ताविहीन भएर चाहिँ अब मठ मन्दिर चलाउनै नसक्ने भएको थियो पूजाआजा सोध्दा आफैले गर्नु परेको थियो हुँदैन कि मठको पूजारीलाई दिने आय स्रोतै थिएन त्यसोमा पनि हामीले घाटा खाएर चलाइराखेका छौँ दैनिक कुन दिन चाहिँ विशेष पूजा हुन्छ यहाँ दैनिक हुन्छ विशेष पूजा चाहिँ अब श्री पञ्चमी जेठको दुथिया नाग पञ्चमी अब दसैँ विशेष पूजा श्रावण महिना सोमबारमा